हेर्नुहोस् तपाईँको चाहिँ नि यो चाहिँ ठ्याक्कै चाहिँ अरुण थर्ड पुखुवा पावर हाउस चाहिँ यो ठाउँमा पर्छ। तपाईँको यता चाहिँ महाकालु राष्ट्रिय निकुञ्ज पनि पर्छ। अनि त्यही भएको हुनाले जङ्गल चाहिँ तपाईँको बप्पल छ है त। यहाँ तपाईँको काठहरू कटनी चिरनी भएर निस्किँदैन। जति मकेको सडेको छ तिनीहरू चाहिँ उपभोग हुन्छ र त्यो पनि चाहिने तपाईँको चाहिँ पुरै काटेर चाहिँ एकदम काम काट्नु पाउँछ, नभए चाहिँ पाउँदैन। यहाँ चाहिँ 24 आवर 24 घन्टा चाहिँ तपाईँको यहाँ काम चाहिँ भइरहन्छ है त। यो पावर हाउसमा चाहिँ अहिले चाहिँ यहाँ चाहिँ सुरुङको काम चाहिँ 80% चाहिँ काम सकेको भन्ने कुरा जानकारी दिएको छ। यो चाहिँ नेपालको पूर्वी पहाडी भेगको सङ्खुवासभा जिल्लामा अवस्थित छ। सङ्खुवासभा पनि चिचिला गाउँपालिका, महाकालु गाउँपालिका र सिलिजुङ गाउँपालिकाको सिमानामा पर्दछ। र यो चाहिँ त्रिचोक चारै 3 गाउँपालिकाकै सिमानामा चाहिँ रहेको छ। र पहिले चाहिँ यो अरुण चाहिँ यति साह्रो धमिलो चाहिँ बग्दैन थियो हामीले जानेको अनुसार। तर अहिले चाहिँ धेरै यो चाहिँ धमिलो बग्ने रहेछ कि तपाईँको पुरै चाहिँ बग्ने रहेछ। अनि तपाईँको यहाँ चाहिँ यो सडक चाहिँ तपाईँको सामान्य जङ्गललाई सारसफाइ गर्नु के को लागि मान्छेले आउट जाओस् सजिलोको लागि चाहिँ बनाएको हो। तपाईँको यो त्यसमा चाहिँ अहिले अवरोध चाहिँ भइसकेको रहेछ। तपाईँको यो चाहिँ अब भिरालो ठाउँ छ। अनि बर्सातको कारणले चाहिँ वर्षामा चाहिँ यो चाहिँ एस्फल्ट बिग्रेको रहेछ। ट्र्याक ओपन पनि एस्फल्टै भएको थियो। यो नयाँ भएकोले मलाई यो खोलिएको तपाईँको। अनि यस्तो छ हौ तपाईँको, हेर्नु न हरियाली छ चारैतिर, एकदम प्रकृतिको एकदम आवाज छ यहाँ। अरू चाहिँ केही गराउँदैन तपाईँको। यहाँ चाहिँ मानव जातिले बनाएको कुनै पनि उपकरणहरू यहाँ केही बजिरहेको छैन कि म बाहेक चाहिँ। यहाँ चाहिँ सबै चाहिँ यहाँ झ्याउकिरीदेखि लिएर पन्छीहरूदेखि लिएर हावा चलेको खोला पराको बाहेक चाहिँ अरू चाहिँ खासै यहाँ सुनिँदैन। एकदम यहाँ चाहिँ मान्छेहरूको मानव बस्ती चाहिँ कम पनि छ। अक्सिजन चाहिँ तपाईँको धेरै छ यो ठाउँमा। चारैतिर हरियाली देख्न सक्नुहुन्छ। एकदम घाम चाहिँ आज मजाले लागिरहेछ क्या तपाईँको नि। यो चाहिँ माथि यो चाहिँ रमिते डाँडा पनि भन्छ। यता पनि रमिते डाँडा भन्ने छ। यहाँ चाहिँ रमितले प्रकृतिले हेर्ने रमित हेर्ने डाँडा भएकोले रमिते डाँडा भनेको हुनसक्छ। यो चाहिँ सिलिजुङ गाउँपालिकाको याफु हो। याफुको अर्थ चाहिँ यहाँ चाहिँ खासै नेपाली शब्दकोशमा चाहिँ छैन होला। तर यहाँ चाहिँ स्थानीय अथवा यहाँकै मानव सभ्यतादेखिको भाषादेखि मौलिक भाषादेखि चाहिँ बनेको छ। के छ भन्दाखेरि याको अर्थ मुख र फुको अर्थ अब मुखले फुकिन्छ नि त्यस्तो। अनि याफु मुखले फुकेको जस्तै हावा आउने ठाउँ चाहिँ यो ठाउँ पर्छ क्या। त्यही परेको कारणले गर्दाखेरि चाहिँ यो ठाउँको नाम चाहिँ याफु रहन गएको र राखेको
किम्बदन्ती अनि पुस्तौँ पुस्तादेखि त्यो कुराहरू आइराखेको छ। यो कुरा चाहिँ अहिले पनि यहाँ आउँदाखेरि चाहिँ तपाईँहरूले एकदम बुढोपाको उहिलेको सबैभन्दा जेठो पाकोहरू भेट्नु हुँदा चाहिँ यो याफुको अर्थ के हो भन्नु हुँदाखेरि तपाईँले उत्तर चाहिँ यही पाउनुहुन्छ। अनि चाहिँ म चाहिँ यो ठाउँमा एकदम सानोदेखि बाल्य अवस्था पार गरिन्जेल बसेको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ साह्रै यही भिडियो खिच्न हेर्न आएको हो। एकदम पहिलाको यादहरू आउँछ। यतातिर चाहिँ हामी बाख्रा गाई भैँसी भेडा होइन घरायसी चौपायाहरू चाहिँ यहाँ चाहिँ चरनको रूपमा आउँथ्यो। यहाँ चाहिँ हामी मात्रै होइन, यहाँ चाहिँ गाउँको सबैजना नै आउँथ्यो होला सायद। यहाँ आउँथ्यो मलाई थाहा भइन्जेल। अनि आफ्नो आफ्नो गाईबस्तु चौपाया हेर्दै चराको गुण कता छ, के छ, कुन रुख कहाँ छ भनेर हेर्थ्यौँ हामीले। र किताब बोक्थ्यौँ क्या, झोलामा बोक्थ्यौँ। इङ्ग्लिसको वर्ड मिनिङहरू पनि हामीले पढ्थ्यौँ। सानो बुक हुन्थ्यो। अहिले त्यस्तो वर्ड मिनिङहरू चाहिँ खासै बेचेको पनि देख्दिनँ पनि। खोइ त्यसको वास्ता नभएर होला, केटाकेटीहरूले पनि बोकेको पनि हेर्दिनँ। बोर्डिङहरू जस्तो इङ्ग्लिस माध्यम पढाउनेहरू चाहिँ अब यो नेपाली सामुदायिक स्कुलमा पनि पढाइ हुनु थालेकोले गर्दा होला त्यस्तो खासै देखिँदैन। जाने बुझेको होला। पहिला हामीले जान्दैनौँ थियौँ, त्यही भएर पनि हामी त्यसरी घोकिन्थ्यो। एउटा अक्षर नजान्दाखेरि एउटा शब्दको जस्तै PEN पेन भन्दाखेरि चाहिँ त्यो स्पेलिङ भुलेमा र अर्को मिस्टेक गरेमा चाहिँ एक लाठी खाइन्थ्यो। त्यसरी त्यसको डरले पढिन्थ्यो। एकदम सरहरू पनि अहिलेको जस्तो साथी होइन कि एकदम खतरा कडा कारबाही गर्ने जस्तो लाग्थ्यो। हामीलाई डर लाग्थ्यो। अहिले चाहिँ तपाईँको खासै टिचरहरू चाहिँ साथी बराबर हो भन्ने खालको नीति नियम आएको कारणले होला साथी बराबर देखेको छु, हेरेको छु। डराएकोहरू खासै मैले देख्दिनँ। फलानु हो, यस्तो हुन्छ उस्तो हुन्छ मैले थाहा पाइनँ। अनि चाहिँ साथी जस्तै अहिले चाहिँ शिक्षकहरू पनि हुनुहुन्छ। त्यो खालको नीति नियम चाहिँ हाम्रो सरकारबाटै भएको कारणले होला त्यस्तो भएको। पहिलाको नीति नियमभन्दा फरक र अब परिवर्तन पनि हुनुपर्छ, डेभलप पनि हुनुपर्छ। अब यस्तै तरिकाले त हुँदैन, उहिलेकै जस्तो तरिकाले हुँदैन। अब पुस्ताहरू चाहिँ अब कसरी विकास हुने भन्ने क्रममा चाहिँ एकदम बेग्लै खालको चाहिँ भइराखेको छ। पहिला चाहिँ अब धनीको एक खालको धनी, एकदम गरिब भन्ने चाहिँ अहिले पनि छँदै नै छ। अनि पहिला चाहिँ धनी चाहिँ जानेकोसम्म मैले भन्दैछु। धनी चाहिँ पहिला सबैभन्दा चाहिँ बलियो मान्छे, शिकार गर्नु सक्ने पहिला लुगा नलागाको बेलाको उमेरमा युगमा चाहिँ सबैभन्दा शिकार चाहिँ बढीभन्दा बढी कसले गर्न सक्थ्यो त्यसले धनी भन्थ्यो। अनि त्यसपछि क्रमशः चाहिँ तपाईँको धनी चाहिँ अनि त्यसपछि चाहिँ तपाईँको विस्तृत हुँदै ओर्डरमा त्यतिखेर पनि बस्थ्यो, अहिले पनि बस्छ। अहिले बस्दैन, पहिला बस्थ्यो। त्यतिखेर शिकार गर्नु सक्ने चाहिँ धनी भनिन्थ्यो। त्यसपछि परिवर्तन हुँदै तपाईँको
पाल्ने अब जङ्गलमै भएको कुरालाई जनावरहरू पन्छीहरू नियन्त्रण गरेर पाल्ने अनि कसको धेर हुन्छ त्यो धनी भन्ने आयो। अनि त्यसपछि चाहिँ त्यो आइसकेपछि त्यसलाई पार गर्दै जाँदाखेरि अनि त्यो त गर्ने नै भयो। अनि त्यहाँदेखि चाहिँ अब तरुलहरू अब अथवा के आफ्नो जग्गाहरू एरिया कम्पाउन्ड गरेर आफ्नो एरिया छुट्याएर कसले बढी उब्जनी गर्छ अनि के गर्छ अनि कसको धेर हुन्छ त्यसलाई चाहिँ सङ्कलन कसले गर्छ त्यसलाई चाहिँ अब धनी भन्नु थाल्यो र हुँदै गयो। त्यसपछि अब कसको चाहिँ अब जग्गा जमिन छ अथवा आफूले चाहिँ कमाउन सक्ने धेरै हुन्छ त्यो धनी हुँदै र कसको जन जस्तै जनहरू पनि धेरै हुन्छ, छोराछोरीहरू चाहिँ धेरै हुन्छ, त्यसै पनि धनी त्यो खालको रूप हुने मान्छे धनी हुन्छ भन्ने चाहिँ विवेक आफ्नो बुद्धिले भ्यान्जेल त्यसरी सोच्न थाल्यो। त्यसपछि अहिले चाहिँ तपाईँको पैसा व्यापार गर्नेहरूले धनी सोच्थ्यो पैसा दिने। अनि अहिले चाहिँ के पनि आएको छ भने तपाईँले स्वास्थ्यमा पनि एकदम लगानी गर्नु है भन्ने कुराहरू चाहिँ दिगो लगानी राम्रो लगानी र स्वास्थ्य हुने मान्छे धनी भन्ने अहिले चाहिँ बुझिराखेको छु र छौँ है त सबैले भन्छ पनि। तिनीहरू पहिलादेखि जे कुरा हो त्यो भएकै हो होइन, त्यसलाई नै प्लस हुँदै त्यस्तो भइरहेको छ। अहिले हर इत्यादिको धनीको मापन धनी हुने भन्ने भइरहेछ। त्यसलाई चाहिँ हामी सबैले चाहिँ फलो गर्नुपर्छ। यो भन्नुको मतलब मैले अब यहाँ चाहिँ अब चरणहरू के गर्छ भन्ने कुरादेखि चाहिँ मेरो दिमागमा आएर भनेको। यसमा कतिपयहरू छुटेको हुनसक्छ, त्यसमा चाहिँ अब तपाईँहरूले पनि अलिक प्लस गर्नु। मेरो चाहिँ अहिले आएको दिमागले भ्याएको छ म त्यति भने, त्यसमा बिचबिचमा अरू पनि छ तर मैले छुट्याएको छु, त्यसमा आफैले थप। हेलो, अनि कस्तो भयो त उकालो? राम्रै भयो? 2 मिनट बिसाएर एकदम तातिएर बोल्नु नसकेको होइन त? ए श्रमदान ए हर्का सम्पाङको श्रमदान कि अरू पहिलाकै जस्तो कन्टिन्यू? खतरा छ कि खतरा हेर्नु नि। अनि मैले अब चाहिँ विशेष गरी चाहिँ हेल्प गर्नु आएको थिएँ बाइकदेखि, तर मैले चाहिँ यत्रो पसिना हेर्नु। अनि कस्तो भने उयो रोडको कारणले गर्दा म चाहिँ ठाउँसम्म पुग्नु सकिनँ। अनि लगभग म तलै आउँथेँ तर हुन्थ्यो अलिक, तर यो सामान ढिलो हुन्छ भनेर प्यासेन्जरहरू त्यहाँ रिसाइराख्नु भएको छ होइन, त्यो माथि गाह्रो भएकोले गर्दा चाहिँ हो तपाईँले बोलाएको है। अब अलिक हुन्छ यहाँ त्यहाँमाथि त कति टाढो त होइन, एकदम ढुक्कै हुँदो रहेछ। अनि बोलाउँदा आउँछ कि आउँदैन भनेर यसो गेसिङ गर्नु। ए म हेल्पमा फुल छु नि त, म त्यस्तो होइन नि, तर खुसी लाग्यो म एकदम। अब हामी सबै चाहिँ बोलाउनु चाहिँ मन लागेको थियो, तर अलिक सक्दैन होला जस्तो लागेर हेल्प म गर्छु नि एकदम। हामी सबै चाहिँ के सोच्नुपर्छ भने एउटा सिक्री जस्तो के, एउटा सिक्रीमा चाहिँ एउटा चुट्यो भने चाहिँ त्यो चाहिँ एउटै लिङ्क भइरहँदैन नि त। अनि एकछिन बिसाउनु कि अनि बाइक चलाउनु मन अलिक लाग्दैन? कुदाउने हो कुदाइहाल्छु म त। ल ठिक छ, यो त ल तर तपाईँले सक्नुहुन्छ होला? मैले सक्छु एकदम, किनभने तलदेखि त्यत्रो टाढादेखि आएको, फेरि ड्राइभ गर्दाखेरि कस्तो गाह्रो हुन्छ होला। अलिक विचार गर्नुपर्छ क्या, मान्छे मानव त हुनुपर्छ। मान्छे सबै पैसा धनले मात्रै गर्दैन, मन पनि हुनुपर्छ। यो कुरा चाहिँ सबैले चाहिँ एकदम विचार गर्नुपर्छ है त। तपाईँको यो अहिले आधुनिक युग भन्दै चाहिँ मान्छेले चाहिँ के सिद्धान्तहरू प्रयोग गर्छ, तर यो मानवता भन्ने हराउनु हुँदैन कहिले पनि। सबैले माया प्रेम दिनुपर्छ। म चाहिँ
यहाँ हेल्प गर्नु पनि आएको हो अनि भिडियो पनि बनाएको हो बिचमा पर्खिँदाखेरि। अनि विशेष हाम्रो गाडी चाहिँ माथि चाहिँ एउटा उ भइरहेछ क्या, गाडी चाहिँ त्यो एउटा पत्तीको बोल्ट हुँदो रहेछ, त्यो बोल्ट चाहिँ भाँचेर चाहिँ उता ग्यारेजबाट सामान माग्नु पठाएको बिचमा। अब बिचमा रोडहरू नजोडिएको कारणले गर्दाखेरि चाहिँ तल एक ठाउँ लिनु जानुपर्ने भएको थियो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ पिकअप गर्नु लिनु आएको हो सर्टकट बाटोदेखि। र उता गन्तव्यसम्म पुग्नुको लागि छ क्या उहरू प्यासेन्जर यात्रुहरू हुनुहुन्छ, उहाँहरू यतिखेर पर्खाइमा बसिरहनु भएको छ। तातो घाम छ आज, तातो। अनि त्यस्तो हो तपाईँको होइन। यो ठाउँ चाहिँ यस्तो छ पछि तर तपाईँले यो ठाउँमा चाहिँ अर्कै खालको सिन चाहिँ देख्नु पाउनुहुन्छ है त। यो चाहिँ यता वालेङ हो, उता मकालु पर्छ, यता चिला, यो चाहिँ सिलिचुङ हो होइन एकदम। लु अब जाउँ है त। लु यो चाहिँ अब कन्टिन्यू जान्छ। अब बिचमा लोड्नु पनि सकिन्छ क्या, यहाँ खतरा छ क्या बाटोहरू एकदम। अघि पनि झन्डै लडेको थिएँ। अब लडियो भने चाहिँ नलडौँ। एकदम चाहिँ प्रकृति पूजक पनि हो हामी, प्रकृतिले मान्नुपर्छ तपाईँको होइन। आयो सिट एकदम तातो छ है। के पत्ता सत्ताहरू राख्नु कि के हुन्छ कि एकदम गानो सानोहरू गानो। ओइ यसरी हुनु हुँदैन है, ल यसरी हुनु हुँदैन। दुई गियरमा त छैन नि, एकै गियर। नडराइकन है हामी, नडराइकन। यहाँ चाहिँ के गरौँ हौ, यो रुख चाहिँ काट्नै पर्दो रहेछ होइन। लु म चाहिँ कसरी जानु सक्छु नि, मैले त उचालेको हो। यहाँ चाहिँ अलिकति काट्नुपर्ने रहेछ होइन। यस्तोले झन्नै ल यस्तो छ, यहाँ झन्नै लडियो पनि होइन। अब चाहिँ कहाँ चाहिँ यता पानी मिठो देख्यो। पर ल एकदम चाहिँ म डराउँछु क्या यस्तो रोडमा चाहिँ नि। म एकदम कस्तो अप्ठ्यारो लाग्छ होइन। र नि म बल गरिरहेको छु है त तपाईँहरू। एकदम चाहिँ म डराए पनि लडे पनि म चाहिँ डर लाग्छ र बोलिनँ है त साथीहरू। यस्तो छ है त तपाईँहरूको ठाउँ नि, ठाउँ यस्तो छ है त, यस्तो छ है त। हेर्नुहोस् है यो ठाउँ चाहिँ यस्तो छ क्या, यस्तो छ क्या। नडरे पुऱ्याउनु नडर है। एकदम ढुङ्गो कडा छ क्या, कडा।
खतरा छ क्या खतरा खतरा रोड खतरा क्या राम्रो देखे पनि नि यो सिनमा राम्रो देखे पनि यहाँ कुदाउँदाखेरि चाहिँ धेरै नै देख्छ क्या धेरै नै लाग्छ के तपाईँको नि लाग्छ क्या लाग्छ तर बानी भइसकेपछि नि यहाँ सिजभन्दा पनि मजाले कुदाउँछ क्या साथीहरूले नि तर साथीहरूको डट बाइक छ नि त मेरो डट होइन नि त यो होइन के मेरो डट बाइक होइन यो साथीहरूले होइनै भन्छ मेरो चाहिँ डट बाइक के भन्नु होला नि त होइन त यहाँ चाहिँ तपाईँको बाइक खतरा छ क्या खतरा छ क्या यहाँ चाहिँ खतरा छ क्या अब त्यो उकालोमा चाहिँ डर पनि लाग्छ क्या खतरा यहाँ चाहिँ खतरा लाग्छ क्या मलाई नि अरू बेला पनि भाइब्रेसन दिन्छ क्या दिन्छ भाइब्रेसन यी दिन्छ क्या यसरी दिन्छ क्या भाइब्रेसन तपाईँको नि दिन्छ क्या दिन्छ ल गाडी बनाउने ठाउँमा आयो क्या आयो आयो साथी हो आयो आयो ल है त ल ल ल गुरुज्यू कता हुनुहुन्छ कता हुनुहुन्छ कता हुनुहुन्छ कता हुनुहुन्छ यता यसो बाइक चाहिँ फेरि तर भयो नि यो पो हल्लियो क्या मोटो भएर होला ए मोटो 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 ल खतरा ल ल ल थ्याङ्क यू है त अनि कस्तो कस्तो भयो दाजु गुरुज्यू कस्तो भयो कस्तो भयो म एकदम लाइभमा छु है त लाइभमा तर कस्तो पानी चाहिँ पिउनु मन लाग्छ नि छ तर अर्ग्यानिक यहाँ छ कि अनि के हामीले सघाउनु पर्छ कि पर्छ ल पत्ती चढाउनु पर्छ अरे यो चाहिँ उहाँ गुरुज्यू पनि खतरा के जापानमै बस्नु भएको पहिला अनि त्यो भएर जापान जस्तो ठ्याक्कै देखिनुहुन्छ तर कुन जन्ममा जापानमा बस्नुभयो गुरुज्यू दाइ कुन जन्ममा जापानमा बस्नुभयो तर यो बाइकलाई चाहिँ लिइहालौँ ल तातिँदो रहेछ सिट नि सिट खत्रै तातिने रहेछ होइन त्यही भएर चाहिँ शीतलमा राखौँ अनि तपाईँको चाहिँ म शीतलमा राख्छु तपाईँको शीतलमा राख्छु क्या तपाईँको स्टार्ट भएन क्या यसो कसो गर्दा हुन्छ भन्दा नि यसो गर्ने अनि यसो गर्ने यसो गर्दाखेरि तपाईँ यसो गरेर स्टार्ट चाहिँ यसरी हुन्छ क्या डर पनि लाग्छ क्या मलाई डर लाग्छ क्या बाइक कुदाउनु डर लाग्छ क्या म एकदम डर लाग्छ क्या डर लाग्छ क्या कता चढ्छ ल एकदम एकदम खतरा क्या हाम्रो कैलाश कि शनि भ्लग छ किलास भ्लग छ किलास भ्लग ल भन्दैछ म चाहिँ भन्दैछ होइन म चाहिँ यो भाग चाहिँ म चाहिँ अन्त्य गर्छु है त ल